हेलो गाइज, वेलकम ब्याक टु माई ब्लग। मेरो ब्लगमा आज जोडिनु भएको छ मसँग आमा। हेलो भनिदिनु त आमा। हेलो अर्कै पाराले हेलो भन्नु न। हेलो सो हामी कहाँ आइपुग्यौँ त? गेटमा आइपुग्यौँ। अवे टु सिमसार, निचा जोडी सिमसार भन्छ यसलाई, होइन आमा? हो। अनि यहाँ चाहिँ अनि हरियाली छ, वातावरण छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। हरियाली चाहिँ अर्को के छ भनिदिनु त? हरियाली छ, हरियालीमा हिँडेको निचा झोडी संसार सिमसार। सो हामी जाँदैछौँ, हिँड्दैछौँ, होइन आमा? हिँड्दैछौँ। अहिले हजुर गर्नु भएन? अलिअलि गले। गर्नुभयो? अनि कस्तो लागिरह तपाईँलाई? रमाइलो लागिरह? अनि अरू? रमाइलो लागेछ। अब अझै जाँदैछौँ रमाइलो ठाउँमा। कति रमाइलो छ त्यहाँनेरि। हामी आइपुग्न आँट्यौँ, यहाँनिर हो, हामी यहाँ आइपुग्यौँ। सो दिस मस्ट टु वाक। हामी चाहिँ आइपुगिसक्यौँ, यहाँनिर हो, होइन आमा? कस्तो लागिरह हजुरलाई यहाँनिर? रमाइलो लागिरह? सुनसान छ, एकदमै सुनसान छ। लाइक यु क्यान कम हियर इफ यु वान्ट पिस, लाइक अ पिसफुल इन्भाइरोमेन्ट। हामी चाहिँ यो गेटबाट प्रवेश गरिसकेको छौँ। यहाँ कोही पनि हुनुहुन्न, सुनसान छ। वाउ वाउ, हेर्नुहोस् त। सो गाइजहरू, तपाईँहरू डेटिङ जान चाहनुहुन्छ भने यहाँ आउँदा हुने रहेछ है। थाहा छ आमा हजुर डेटिङ भनेको के हो? के हो? यहाँको इन्भाइरोमेन्ट चाहिँ यस्तो छ। यहाँ गेट भयो, यहाँबाट छिरिसकेपछि तपाईँहरू यहाँ आउन सक्नुहुन्छ। यहाँ आएपछि तपाईँहरू यहाँ सिमसार पनि छ, निचा जोडा लेखेको छ। यस्तो छ, यहाँ पिकनिक खाने ठाउँ चाहिँ हो हल्का। अनि त्यस पछाडि यहाँनिर एकजना मान्छे हुँदो रहेछ। अनि हरियाली छ। फोटोसुट सुरु भइसकेको छ, होइन आमा? कहाँ बस्दैछ? यहाँनिर हुनुहुन्छ एकजना अङ्कल, होइन आमा? फोटोसुट सुरु भइसकेको छ। त्यस पछाडि आजको दिन यसरी बितिरहेको छ। आज कति के बार आज? आमा फोटो यहाँ खिच्ने भनेर उभिनु भइसकेको छ त, हेरिदिनु त आमा। यहाँनिर अब खिच्छौँ हामी फोटो हो। सो हामी फोटो खिच्दै खिच्दै हामी अब यहाँनिर चढ्न आँटेको छौँ। यहाँबाट चाहिँ हल्का राम्रो भ्यू छ। यहाँनिर बोटिङ पनि छ। मलाई के डिस्क्राइब गर्ने आएन त यो ठाउँको, म के डिस्क्राइब गरौँ तपाईँलाई? फुल टिप्न सख्त मनाही छ, यदि टिपेको देखाइएमा जरिवाना गरिनेछ लेखेको छ यहाँनिर। अब हामी यहाँ आइपुग्यौँ। अनि अहिले म यहाँ उभिएर यो भ्यू हेरिरहेको छु। कति राम्रो भ्यू छ, हो कि होइन आमा भन्नु छ? हो नि, राम्रो छ। भ्यू चाहिँ बब्बाल छ है। त्यसपछि हामी यात्रा जारी गर्दै अब अर्को फोटो खिच्ने ठाउँतिर जाँदैछौँ, होइन आमा? अर्को ठाउँतिर हेर्नु। तपाईँहरू हेर्दै गर्नु होला भनिदिनु न। तपाईँहरू हेर्दै गर्नु होला। हामी राम्रो राम्रो ठाउँ देखाउँदै जानेछौँ। राम्रो ठाउँ रोज्दै जानेछौँ। अब चाहिँ यहाँनिर चाहिँ हात्ती हुनुहुन्छ। अनि यो घुम्ती छ,
जहाँ तपाईँहरू बसेर खान सक्नुहुन्छ के मिठा मिठा कुराहरू बुझ्नुभयो। त्यस पछाडि हेर्दै जाँदाखेरि यहाँनिर पिङ छ। आमा हामी पिङ खेल्नुपर्छ ल आमा, पिङ खेल्नुपर्छ। ओके, यहाँनिर पिङ साथसाथै मेरो लागि खेल्ने ठाउँ पनि रहेछ। वाउ, अनि यहाँ छ पिङ। मेरो साथीहरू भए चाहिँ आज त तिम्रो लागि रहेछ भनेर यहाँ पठाउनुहुन्थ्यो, मलाई धकिलो पनि पठाउनुहुन्थ्यो। सो हामी अब पिङ खेल्नुतिर जाँदैछौँ। यहाँनिर आमा पिङ खेल्न बसिसक्नु भएको छ र यहाँनिर म पनि बसिसकेको छु। अब हामी पिङ खेल्नुपर्छ। ल ल उई या उई, आमा पिङ खेल्दै हुनुहुन्छ? कस्तो लागिरह हजुरलाई? मजा लागिरह? सो म चिप्लेटे खेल्न जाँदैछु। यहाँ सिडी छ, सिडीमा चढौँ। उयो कति सानो पो रहेछ। सो मैले खेल्न थालेँ ल। अब म यहाँबाट त्यता जान्छु। चिप अड्किन्छ होला नि त। ओए ओए मम्मी। सो म यो चिप्लेटे खेल्न जाँदैछु। आमा यहाँबाट हेर्दै हुनुहुन्छ होइन आमा? सो 1 2 3 गो। ओए सो आइपुगेँ। अब लास्ट एउटा खेल्न बाँकी छ। अब यो खेल्नुपर्छ ल। यहाँ सिडी हेर्नु फेरि कति सानो छ के। म पनि सानो त सानो नै हो। सो अब यहाँ खेलौँ। लेट मी सिट ओके सुरुमा। इफ एनिथिङ ह्यापन हु इज गोइङ टु जिम्मेवारी? 1 2 3 गो। ओ म त अड्किँदै चिप्ले यार गाइजहरू। अब कहाँ छ मामा? उपर माछा हेर्न जान्छौँ अब हामी। चिप्लेटे पनि खेलियो, पिङ पनि खेलियो। सो हामी यहाँ माछा हेर्न आएको छौँ। ए अब बर्थडे दिनु माछा। आमा हेर्दै हुनुहुन्छ माछा। वाह। सो फाइनली हामी चाहिँ फोटो पनि खिचिसकेर सबै थोक सकेर हामी जाँदैछौँ। अब कहाँ जाने हो मलाई पनि थाहा छैन ल। यहाँनिर खोला पनि छ, सानो खोला छ है। We are finished. We have finished our photoshoot. आमासँग यहाँ फुल छ। फुल देखाइदिनु न आमा हातमा। हातको फुल छ। अब आमा हामी के गर्छौँ? लाग्छौँ। अब लाग्छौँ। सो अलिअलि we talking in Nepali, English I forgot. We tired. Quite tired. सेतो पनि रहेछ। यहाँ सेतो फुल पनि छ। ओके, अब यो फेरि हामी यो बाटो लाग्छौँ। नभेटेको भए ठिकै हुन्थ्यो, भेटिहाल्यो अब छुट्नै पर्यो जिन्दगीको खेला। सो सक्यो सबै थोक होइन, तर यहाँ कोही पनि हुनु रहेछ। बाइ द वे आज हाम्रो अर्कै जाने प्लान त साथीहरूसँग, तर साथीहरूको एकजना साथीको कारणवश जान नमिल्ने भएकोले त्यहाँदेखि क्यान्सल भयो। त्यस पछाडि अब यत्तिकै बस्न अल्छी लागिरहेको छ, किनभने आफ्नो केही छैन क्या चलाउने, सोसियल मिडिया छैन आफ्नो। अब खोल्न पनि मन लागिरहेको होइन, बिकज यत्तिकै। अनि त्यस पछाडि घुम्न जाऊँ भनेर आमालाई भने, अनि त्यस पछाडि आमाले ओके भन्नुभयो। बिकज मैले भनेको कुरा एकैचोटिमा ओके हुन्छ क्या, बिकज आई एम जस्ट अ गर्ल। अनि त्यही भएर आज यहाँ आयौँ एकछिन।
अनि गर्मी भयो फोटोसुट हल्का फुल्का भयो हैन अनि त्यही भएर अब म के भनौँ त म एकछिन बस्छु ल अब म यहाँ बसेर सकिएको छु अब आजको ब्लग यसरी बितौ आज बुधबार कि बिहिबार हो आज बिहिबार हो अनि भोलि शुक्रबार 1 गते रहेको छ गाइजहरु अब म आगामी दिनहरुमा भिडियो चाहिँ के बनाऊँ त भन्नु तपाईहरु म भिडियो बनाउँछु हैन तर मलाई भिडियो बनाउने कस्तो 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 छिटो लाग्छ नि त मलाई पनि हैन 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 सो भयो भने च्यालेन्जहरु गर्नुपर्ने किनभने मैले हेरेको हैन लाइक मुकबाङ भिडियोहरु चाहिँ पुरै भाइरल गइरहेको छ अनि मैले बिहान दाइले मुकबाङ गर्नु पर्यो भनेको एक्सप्रेसन दिएर जानुभयो मैं क्या करूं अल्छी लाग्यो हेर साथीहरु तिमीहरु नगएर मेरो हालत यस्तो भएको छ आज यार साथीहरु मेरो साथी नै कोही भएन गाइजहरु मेरो साथी नै कोही छैन रियलाइज भयो के मेरो साथीहरु नि कोही छैन के आई एम मी माइसेल्फ felt boring but also no problem कभी कभी कुछ ऐसा ही होता है ना कोई अपना ना अपना कोई ऐसा ही गुजर लेना चाहिए सो हैन म चाहिँ अनि यहाँनिर बस्नुको कारण चाहिँ आमा त्यहाँ एकजना मान्छे भेट्नुभयो गफ गर्दै हुनुहुन्छ अनि म बसेर अल्छी लाग्यो मलाई अनि नेपालले म्याच हारिहाल्यो क्रिकेटमा पनि त्यही भएर कस्तो स्याड स्याड फिल पनि भइरह काश मेरे पास भी पैसा होता तो मैं मुंबई जाके वो वर्ल्ड कप में देखती क्या लाइव बट नेक्स्ट टाइम आई होप मैं जा पाऊंगी मैच देखने अगर वो इंडिया में हुआ तो जरूर जाऊंगी मैं जरूर सो गाइज फाइनली हामी यहाँबाट निस्किसकेको छौँ बाहिर अनि तपाईहरुलाई चाहिँ मैले यो भिडियोहरु अल्छी लागिरहेको छ यसो तपाईहरु पनि यसो फ्री हुनुहुन्छ होला हेर्नुहुन्छ भनेर बनाएको अनि यसरी तपाईहरु यो संसारमा आउन सक्नुहुन्छ यदि तपाईहरुसँग केही काम छैन अनि तपाईहरु एक्लै हुनुहुन्छ तपाईहरुलाई अल्छी लागिरहेको भने यहाँ आउनु होला हरियाली हेर्नु होला रमाउनु होला अनि सो दिस मच फर ब्लग पनि यति नै होला अल्छी लागिसक्यो मलाई नै सो बाई बाई सी यू इन नेक्स्ट vlog bye